सो हे गाइज वेलकम ब्याक टु माई च्यानल र आशा छ हजुरहरू एकदमै सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। सो गाइज आफ्टर अ लङ टाइम फेरि म पनि आइसकेको छु हजुरहरूमाझ। हजुरहरूको साथ सपोर्ट भिडियो बनाउँदिनँ भनेको थिएँ, अब हजुरहरूको साथ सपोर्ट अनि मायाले गर्दाखेरि बनाउनै पर्यो भनेर भन्ने दिन कहिले आउला यार गाइज। अबे साले कभी एकदम इन्होंने वक्त बदल दिया, जज्बात बदल दिए, जिंदगी बदल दी। सो गाइज त्यही हो, मेरो स्कुल थियो नि त, स्कुल टाइम थियो। अनि त्यो बेला मैले खासै भ्लग बनाउन पनि पाएन क्या। अनि त्यसको लागि म धेरैभन्दा धेरै माफी चाहन्छु। अहिले फेरि कति 3-4 दिन भयो क्या, 3-4 दिन भयो हाम्रो छुट्टी भयो स्कुलको। अनि त्यही छुट्टीमा यसो एकदम यो छुट्टीलाई एकदम युटिलाइज गरेर पुरा भ्लगहरू बनाउनु पऱ्यो भनेर अब म हजुरहरूमा उपस्थित भइसकेको छु। सो गाइज हजुरले साथ र सपोर्ट देखाइदिनु होला अनि माया देखाइदिनु होला। अब बाहिरको मौसम देख्न सक्नुहुन्छ, पुरा चिसो मौसम छ। पारीका गाउँ त केही देखिया होइन यार नि त गाइज, पुरा के एउटा टाउको माथि चस्मा राखे हेलो मन्जरी। हाय सो गाइज चिसो दिन प्रतिदिन बढिरहेछ। हजुरहरू कहाँ हुनुहुन्छ? हजुरहरूको घरतिर मौसम कस्तो छ? हजुरहरूले कमेन्ट सेक्सनमा भन्नु होला। अनि त्यसपछिखेरि यो भिडियोलाई पुरा ब्ल्याङ्केट मुनि गएर हेर्नु होला, किन भन्दाखेरि यहाँ बहुत जाडो छ कि। मैले जाडोमा एकदम सुट गरेको नि त, अनि त्यही भएर च्याप्प लगाएर ब्ल्याङ्केट मुनि गएर बसेर टक्क हेर्ने क्या है त गाइज। गाना बजाइरहनु के यार, भिडियो बनाउने वातावरण पनि त हुनु पऱ्यो के म छँदै छैन यार। सो गाइज म अहिले कहाँ जाँदैछु भन्दाखेरि तोरी लिन जाँदैछु क्या। अनि बिहान शीत छ नि त, अनि यो शीत मतलब यस्तो चिसो छ नि त मौसम, हेर्न सक्नुहुन्छ पुरा यो चिसो मौसममा होइन। अब तोरी त सुकियो नि त, अनि तोरी ल्याउँदाखेरि त्यो झर्दैन क्या बाटोमा। अनि त्यही भएर बारी चाहिँ अहिले टाढा छ क्या हाम्रो फेरि। अनि सो त्यही कारणले गर्दाखेरि अहिले म यस्तो जाडो भइ पनि यस्तो भइ पनि म कहाँ जाँदैछु भन्दाखेरि तोरी लिन जाँदैछु। अनि हजुरहरूलाई पनि म लिएर जान्छु तोरी लिनको लागि। अनि आछ्यौँ यसमा हो क्या ल्याउने टक्क के। सो गाइज छुट्टी भएको आज चाहिँ कति दिन भयो भन्दाखेरि 4-5 दिन जति भइसक्यो। अनि मैले चाहिँ आजबाट भ्लग स्टार्ट गर्छु भनेको, भ्लग बनाउने वातावरणै भएन क्या। अब फोन अब उस्तै छ, हजुरहरूले थाहा नै छ के छ भन्दाखेरि फोन उस्तै नै छ क्या। के छ भन्दाखेरि उस्तै नै छ। दिदी कति बाटो छ नि होइन मलाई के आफू माथि बस्यो, उहाँ माथिको नजिकको लिएर जानु लाग्यो त्यसले फेरि। अनि मलाई फेरि यति टाढा पठायो क्या अझ धेरै छैन अरे, अहिले कति हो नि लास्टै बाटो क्या दिदी त भन्ने अरे के अझ। जाडो भएर यार कस्तो यार, हात पनि के भन्छ ठिराएर हात पनि ठिराएर होइन ऊ पनि यस्तो मुठी पार्न पनि सकिन्न क्या, बहुत चिसो यार अझ उता हिमाली भेगतिर बसेको हालत त के भएको होला यार, यतिखेर कुल्फी जम्यो होला है। अब चाहिँ च्याप्प लाएर मैले तोरीलाई राख्छु अनि बाँधेर लग्नु पऱ्यो नि त। सो गाइज अब चाहिँ मैले क्यामेरा अफ गर्छु अनि मैले चाहिँ बाँध्छु। अनि कुम्लो बनाइसकेपछि म हजुरहरूलाई देखाउँछु है त गाइज। भिडियो फेरि बहुत लामो हुन्छ है, त्यही भएर 2000 years later. सो गाइज मैले चाहिँ अहिले प्याकिङ गरेर रेडी गराइसकेको छु, देख्न सक्नुहुन्छ। हो यो बारी छ नि, यो बारी छ नि, हो यो सानो पाटाको यति 1 कुम्ला जति भयो। अनि यो चाहिँ हामीले पहिल्यै छिनेर राखेको थियौँ क्या, अनि पहिल्यै छिनेर राखेको थियौँ अनि सुकेको पनि रहेछ। अब
जहाँबाट लगेर गर्नु पऱ्यो क्या धेरै हैन्छ क्या किन भन्दाखेरि पहिला हरियोमा त धेरै देखिन्छ नि त अनि पछि के सुकेपछि त यतिमा च्याम्दा त सबै फसाक फुसुक अनि यार लास्ट यार यहाँ फेरि बहुत हिलो हुन्छ क्या जहिले पनि के म हजुरलाई देखाउँछु यसो बिना यहाँ के जहिले हिलो हुन्छ क्या हो यहाँ त्यो खोल्सादेखि यहाँसम्म त हिलो हुन्छ यहाँ बाह्रै मासे हिलो हुन्छ क्या कहिले सुक्दैन यार यहाँको मल तर पानी अलिअलि कम त हुन्छ अब त्यही त हो नि जाडो सिजनमा त अब बर्खा टाइममा त अब मूल फुट्छ नि त अनि जाडो समयमा त अब हुन्छ के भन्छ अरे त्यो मूल सुक्छन् के हो त्यही भएर तर यहाँ खासै सुक्दैन यार जहिले हिलो हुन्छ क्या यार हेर्न पनि लास्टै हल्का हुन्छ क्या तर भारी थोरै भए पनि धौ त हुने रहेछ यार गाइस यार उकालो निस्किँदा त सो गाइज आज मलाई कस्तो देखियो चस्मा लगाएर हजुरहरूले कमेन्ट सेक्सनमा भन्नै त राम्रो कमेन्ट गर्ने नि त्यहाँ नराम्रो होइन उकालो निस्किँदा धौ भयो गाइज अब चाहिँ काम छ धेरै गाउँघरतिर अब दाउरा साउरा काट्नुपर्छ नि त बर्खा समयको लागि बर्खा त अब दाउरा भिज्छ अनि खोज्न जाँदा पनि कहाँ जानु भिजेको दाउरा त बोल्दैन नि त अनि त्यही भएर अहिले नै बनाउनु पर्छ क्या अहिले बनाएर पुऱ्याएर राखिन्छ नि त जान्छ कति धेरै छ यार के हो केलाई कति बाठी छ पहिला मलाई टाढा पठाइ यहाँबाट घर एक पाइलाको दूरीमा छ कति बाठी छ भनेर धाक लाउँछु क्या मैले फेरि जहाँ झरेर यार भित्रको टाउजर झरेर कहाँ पुग्छ यारमा गेटिस नभएर ये तो धोती खोल रहा है सो गाइज अहिले चाहिँ म घाँस काट्न जाँदैछु अनि आज चाहिँ हामीले अब के बिहान त मैले तोरीसोरी बोकेँ नि त अनि तोरी बोक्यो अनि दिउँसोरीको काम के भयो भन्दाखेरि तोरी बोकेर अब त्यसलाई माड्नु पऱ्यो नि त माड्नु पऱ्यो अनि त्यसपछि फेरि धन्नै लड्यो माड्नु पऱ्यो अनि त्यसलाई त्यसपछि ठटाएर त्यसको पुरा काम तमाम गरेर अहिले चाहिँ म घाँस काट्न जाँदैछु त्यो भिडियो बनाउन पाएन कि किन भन्दाखेरि बाबा दिउँसभरिको हामी सँगै हुनुहुन्थ्यो कि अनि बाबा सँगै भएपछि त अब सकिन्न के हिम्मतै हुन्न यार बाबा भनेको बाबा हो यार बाबाको सामान्य हिम्मतै हुन्न क्या यार केही गर्ने पनि त्यही भएर बनाउन पाइएन यार त्यसको लागि म धेरै धेरै माफी चाहन्छु गाइस अहिले चाहिँ म चाहिँ घाँस काट्न आएको छु हिँड्नु चाहिँ मेरा प्लिज गाइज साथ र सपोर्ट देखाइदिनु सो गाइज अब चाहिँ हामीले घाँस काट्नु पर्छ यही खन्ने झार्छु मैले चाहिँ उयो खन्ने A few moments later. सो गाइज अहिले चाहिँ मैले घाँस काटिसकेँ अहिले चाहिँ हेमेको पालो छ नि त ऊ त्यो माथि चढ्दैछ क्या माथि बुट्टा चढ्दैछ त्यो चिउरी झार्छ अनि चिउरी खन्ने अनि यसलाई हजुरहरूको घरतिर के भन्छ यसो कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला है त गाइज यो चिउरी अनि खन्ने अनि थोरै कुटमेरो सुटमेरो मिलाएर टक्क अनि बाख्रालाई भोलिलाई चाहिन्छ नि त अनि भोलिलाई लिएर जान्छु भोलि फेरि बिहान यस्तो जाडो हुन्छ क्या यस्तो जाडो हुन्छ कुहिरो त 10-11 बजीसम्म छोड्दैन क्या अनि
हो त्यो त्यो यस्तो जाडो हुन्छ कि कुहिरोले छोड्दैन अनि त्यसपछि अब घाँस काट्न आउँदा पनि शीत हुन्छ अनि शीतको फेरि खान्नन् के भैँसीले पनि खाँदैन बाख्राले पनि खाँदैन के अनि त्यही भएर अहिले चाहिँ टक्क लाएर अहिले काटेर राखेपछि भोलिले बान्नलाई सजिलो हुन्छ नि त अनि बिहान जाडोमा फेरि आउनु पर्दैन क्या अहिले साँझ त जाडो त हुन्छ तर त्यति खासै जाडो हुन्न नि त अनि अहिले काटेर राखेपछि आनन्दै हुन्छ क्या गाइस सो क्या बोला तूने सो गाइस भारी चाहिँ पुगिसकेको छ अनि म चाहिँ बोकेर अहिले घरतिर लाग्दैछु अनि त्यही हो गाइस अहिले घर गएर भेटौँला है त